हेलो साथीहरु, गुड मर्निङ। आज चाहिँ मेरो भान्सामा हजुरहरुलाई के बन्दैछ भनेर देखाउँदैछु। म चाहिँ आज आँपको गुलियो पिरो मिठो अचार बनाउँदैछु। हेर्दै गर्नुला। यो चाहिँ पहिला सफासँग आँप धोएर तास्ने, त्यसपछि भेली तास्ने। गुलियो हुनलाई चाहिँ भेली अथवा चिनी जे राख्न सक्नुहुन्छ। म चाहिँ भेली राख्छु। अनि यो सोप, त्यसपछि यो खुर्सानी, त्यसपछि यो जिरा धनियाको खुर्सानीको धुलो बनाएको। अनि त्यसपछि मैले चाहिँ मेथी पनि राख्छु। मेथी चाहिँ भुटेर पिस्नुपर्छ हजुरहरुले बास्नाको लागि। अनि यो चाहिँ बेसार भइहाल्यो। यो चाहिँ जिरा, यो पनि जिरा भुटेर फुराउने बास्नाको लागि। पेस्ट त छँदैछ, धुलो हाल्ने। त्यसपछि नुन, अनि त्यसपछि तेलमा पकाउने। मजासँग पकाउने। एकदमै मिठो हुन्छ गुलियो, मिठो अचार पिरो। अनि रोटीसँग खाँदा पनि भयो, दाल तरकारी त्यतिकै खाँदा पनि भयो। कति मिठो हुन्छ, हेर्दै गर्नुस्। यसको टेस्ट पनि हजुरहरुलाई खाएर बताउने छौं कस्तो हुन्छ हाम्रो आँपको गुलियो पिरो अचार। हेर्दै गर्नु होला साथीहरु। अनि हजुरहरुले चाहिँ जिरा धनिया अनि दालचिनीको पातहरु हजुरहरुले जे सक्नुहुन्छ, अदुवाको धुलो जे छ आफ्नो घरमा मसला, बजारको मसला प्रयोग नगर्दा पनि हुन्छ। घरकै मसला प्रयोग गरेर मिठो अचार बनाउन सक्नुहुन्छ। हामी पनि आज त्यही बनाउँदैछौँ साथीहरु। हेर्दै गर्नुला लास्टसम्म। सब सामानहरु रेडी भइसकेको छ अचारको लागि। अब तयारी गर्दैछु। म चाहिँ अचार आगोमै बनाउँदैछु। म चाहिँ अब सोप फुट्नलाई रेडी भए। म चाहिँ आगोमै बनाउँदैछु। यो अचार मोसाएर कराई ठिक्क पारेछु। हेर्नु, मोसाएर भारा मोसाएर अनि सोप चाहिँ भुट्छु। अब म चाहिँ मेथी पुर्याउँदैछु। त्यसपछि खुर्सानी, अरू मसला पनि यसरी नै पुर्याउँदै जाने। सबै मसला हालिसकेपछि मैले चाहिँ आँप हाल्दैछु। नरासँग चलाउने, त्यसपछि भेली राख्ने, त्यसपछि जुवानको धुलो, त्यसको धुलो राख्ने। नुन चाहिँ आफ्नो स्वाद अनुसार राख्ने, कतिको नुन खान मन छ। म चाहिँ 2-3 चम्चा राख्दैछु, किनभने धेरै छ मेरो पकाउनु पर्ने। धेरै भएको कारणले नुन चाहिँ म यति राख्दैछु। आफ्नो स्वाद अनुसार हजुरहरुलाई कतिको नुन खान मन छ त्यही अनुसार नुन राख्ने। मलाई त देख्दै खाउ लागिरहा। कति बेला अचार बनिसक्छ इन्तजार गर्न गाह्रो भइसक्यो साथीहरु। तपाईहरुलाई कस्तो लाग्दैछ हेर्न सक्नुहुन्छ। मेरो आजको काम गुलियो, आँपको गुलियो अचार अब बन्दैछ, केही बेरमै बनिसक्छ। हेर्दै गर्नु होला। मलाई आफ्नो युट्युब च्यानलदेखि टाढा नबसिदिनु होला। यस्तै भिडियोहरु आउनेछ मेरो युट्युब च्यानलबाट। मैले चाहिँ भेली यतिको काटेको छु। भेली चाहिँ यति राख्दैछु मैले चाहिँ भेली पनि राखिदिसके। अब लास्टसम्म हेर्नु होला। बन्दैछ, तयार हुँदैछ। अब थोरै बेरमा तयार भइहाल्छ। अब चाहिँ तयार हुँदैछ, तयार भइसक्यो भन्दा पनि हुन्छ। एकदमै मिठो अनि गुलियो अचार मैले चाहिँ बनाइसके साथीहरु। एकदमै मिठो भएको छ। गुलियो चुकिलो पिरो टक्क दालसँग खाँदा पनि भयो, दाल भातसँग रोटीसँग खाँदा पनि भयो।